अहिले दिन्छु त मुहान खाएको त अरे फेरि सुति चाहिँ किन हाल्छ त अनि अलि बढी खाएर चाहिँ तिमीले चाहिँ भ्यायो तिमीले गाली गर्नु पर्थ्यो है के गाली गरेर खाइसक्यो मान्छेले आमा खानु भयो खाने भयो म सक्दैन खानु भयो अहिले बिहानदेखि म छात बाहिर लैजाऊ के हुन्छ त्यसलाई ल लैजानु तपाईँ उता छोड 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 दे वाक वाक गर आमाले बाहिर खाऊ यहाँ के कुदी माया गरेर बाटो ठाउँ बाटा गरेर फालिदिन्छु चाहिँ म त सकेँ त बाटा थाहा नउचाल्न छैन उठाउनु वाक वाक गर्छ दुःख दिनु हुन्छ नि है सीमा यसले यहाँ यसरी रक्स खानु हुन्छ त रक्सी चाहिँ खाएको थियो कि हँ खोइ होइन कि के खाएको त के थाहा रक्सी गिला रक्सी के अर्थ कि खायो के अर्थ कि खायो के अर्थ त बिक्सी त खाएन नि त्यही बिख खान्छ रक्सी गिलासमा बिखान्छ कि बिख खाइदियो भटार 3 बोतल जति बिखा भयो हामीले यसलाई घर ल्याउन सक्थ्यो रक्सी नै हो भने गर्न राख रक्सी त्यसो यसरी ढल्छ ठस ठस गर्न राख अब मार ज्यान यस्तो छ अनि त है अनि यसले अब त्यस्तो गिलासको दुई गिलास खा अनि यस्तो गिलास 2 गिलास खाइछ अरे लान्छ रक्सीको मान्छे लाउँछ रक्सीमा मान्छेलाई म हस्पिटल बोकेर जान्छु यसलाई म त्यो बाटोमा बसेर आउँछु बोक त बोक त दिदी घर आएको मान्छे भिनाजु चाहिँ भात तरकारी पकाउने टक्क बिस्तार बोल्नु, राख्छ बिस्तार भनेर सुन त के भन्नु खोइ बेइज्जत हुँदैन अलरेडी इज्जत लाग्यो यसको चाहिँ इज्जत रहेछ नि उठ न यहाँ दबाई हास्नु म खोज्नु लिएर आउँछ लान्न म बरन्डा राख्ने मान्छे हुँदैन चिसो हावाले अलि हुन्छ हुँदैन हुँदैन लानु यहाँ बाहिर लैजाउँ पर्दैन कहाँ सकिन्छ बाहिर राखौँ अनि त्यो कागज पनि बाहिर पर्दैन यहाँ सब कपडा मैलो हुन्छ छोड्दा मोकेमा छाडिदियो भने मोके छोडेर आइसक्यो हाल्नु मैले झन्डै छाडी त वाक वाक गर। कागती बाहिरले त छोड्दै आउँछ होइन खोइ त्यो पुरै खायो दुई भयो के छ दुई गिलास रक्सी यो पनि घोप्टाइदिन्छ अहिले नि जुठो हाले यसैलाई खुवाउनु पर्छ जसरी अब चिनी हालेर खुवाइदियो भने हुँदैन चिनी चिनी पुरै झन् बढी बर्डर केही हुन्न कि बढी हुन्छ लागिरहन्छ बसिरहन्छ